हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा। आज चाहिँ आन्टीको 18 पुरा पुगेर 19 तिर लागेको जब एनिभर्सरी। आन्टीको अहिले जब एनिभर्सरी। आन्टीको पद चाहिँ अहिले हवलदार समझा? हाँ नहीं, तू समझा नहीं। हवलदार। अनि आज चाहिँ हामीले सबै बहिनीहरू यता कार्ड बनाएको छ बहिनीहरू अनि हामी मिलेर सरप्राइज दिन लागेको आन्टीलाई। अभी मजा आएगा ना। साथीहरू सबैसँग अनि सबै आन्टीहरूसँग सँगै जब गरेको सबै साथीहरू अनि सबै आन्टीहरू गएर सुनाखरी होटलमा गएर सेलिब्रेसन गर्दै हुनुहुन्छ। हामी चाहिँ यहाँ रुममा छौँ। रुममा अहिले बहिनी र म छौँ। अर्को बहिनी चाहिँ साथीको बर्थडेमा गएको छि। हामी चाहिँ सोमु र म छौँ, सानो बहिनी र म छौँ। अनि अहिले चाहिँ अब हाम्रो रुमको हालत यस्तो छ, देख्न सक्नुहुन्छ। अहिले त पुरा रुमको हालत यस्तो छ। अनि हामी चाहिँ रुमलाई डेकोरेसन गरेर अनि आएको बेला आन्टीलाई सरप्राइज दिनेछौँ। यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। सबैले साथ सपोर्ट गरिदिनु होला। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सबैले सब्सक्राइब गरिदिनु होला प्लिज। अनि आफ्नो साथीहरूलाई पनि सेयर गरिदिनु होला। मेरो भर्खर नयाँ नै हो युट्युब च्यानल, अनि त्यसैले सब्सक्राइब गरिदिने भनिदिनु होला प्लिज, सपोर्ट गरिदिनु होला प्लिज। अनि सबैले माया गरेर धेरै अगाडिसम्म बढाइदिनु होला है। यो भिडियो अन्तिमसम्म हेर्नु होला। हामी चाहिँ अहिले डेकोरेसन गर्छौँ, बेलुनहरू फुलाउँदै छौँ भनौँ। अब धेरै त होइन, अब थोरै नै ल्याएको थियौँ। अब त्यस्तो आन्टीले केही नगर्ने, त्यस्तो केही पनि गर्नु पर्दैन भन्नुभएको थियो। अनि त्यसैले अब बेलुन लिएर आएको छौँ। अनि केक चाहिँ यहाँ फ्रिजमा केक छ। अब हामी चाहिँ यहाँ डेकोरेसन गर्छौँ। अनि सबै डेकोरेसन गरेर अनि कस्तो हुन्छ अब त्यही अनुसार आन्टीलाई सरप्राइज दिन्छौँ। अनि हामी त्यस्तो केही पनि लिएर आएको छैनौँ। डेकोरेसन पनि त्यस्तो राम्रो केही नै हुँदैन, अनि अलिअलि नै हुन्छ, त्यस्तो पनि छैनौँ है। हामी त अलिअलि नै डेकोरेसन हुन्छ। थ्याङ्क यू। अनि मेरो सानो बहिनी सबैले भयो त नगरिदिनु होला। अब अरू भिडियो चाहिँ अहिले पछि देखाउँछु म, सबै अहिले पछि देखाउँछु है त। उधर आइछु एकछिन फुल्ला यो गाइजहरू चौरा हालिसके। हिप्पिङको पुरा नै पछि है। यसमा टाइट भइसक्यो पुरा। गाइजहरू यो त हुन्। ओए हेर्नु हनुमानको जस्तै उता जस्तै भयो त। हनुमानको यसरी हान्छ नि त। जय हनुमान ज्ञान सागर त्यस्तै भयो। यो त के हो? यो त के भयो यो बेलुन त लाइट जस्तो न, हनुमानको त्यो जस्तो न। जय हनुमान ज्ञान सागर। नगर फुट्छ। कौन है ये लोग, कहाँ से आते हैं? सो हामीले सबै बेलुनहरू फुलाइसक्यौँ। अब यहाँ बेलुन पनि कस्तो, सानो बलले फुलाउनु बेलुन पनि अब ह्याप्पी बर्थडे लेखेको भनौँ भने बर्थडे होइन। अनि त्यही भएर अर्कोवाला बेलुन लिएर आएको, बेलुन पनि यस्तो परेछ। अब यस्तो पुरा बेलुन निच्छा यस्तो पऱ्यो। अब सबै बेलुनहरू फुलाइसक्यौँ। अनि अब चाहिँ सफा गर्छौँ। यो कपडाहरू उता राखेर अनि कतातिर गराउने हो, अनि त्यो अनुसार गर्छौँ है। सो गाइस, दिस इज आवर फाइनल लुक। कस्तो छ हाम्रो डेकोरेसन? त्यस्तो त अब त्यस्तो धनी पनि छैन हामी, त्यस्तो पुरा धेरै त्यो गर्नलाई। अनि
हाम्रो यही हो अब फाइनल यो हाम्रो डेकोरेसन भने पनि जे भने पनि यही हो। अनि अब कति बेला आउनुहुन्छ अब वेट भने आन्टीकै छ। अनि जब मात्रै लेखेँ जब ह्याप्पी एनिभर्सरी जब रहेछ यही हो। अनि आन्टीको वेट गरिरहेको छ। अनि कति बेला आउनु होला जस्तो भएको छ। अब वेट त गर्नै पर्यो हो कि नै। अब आन्टी अरू भिडियो चाहिँ अहिले आएको बेला हेर्नु होला। A few moments later, 2000 years later, one eternity later. सो गाइज आन्टी आइसक्नु भएको छ। अब म यहाँ आँख बन्द गरेर Happy त्यता बस्नु केक उल्टो भयो टेबल उल्टो भयो भएछ त मैले त हजुर उता बस्नु काट्छु काटम त्यो सकिन लागिसक्यो। अब मैले काटेँ है। ह्याप्पी जब एनिभर्सरी। कौन सब्जेक्ट अच्छा लगता है? बैगन A few moments later. सक्यो सबै सुतिसक्यो। हाम्रो सेलिब्रेसन सक्यो। यो भिडियोलाई यति नै बाई।